वेलकम टु माई अनदर ब्लग। र आज ब्लग बनाउनुको मुख्य कारण चाहिँ तपाईले मलाई कमेन्टमा भनिबस्नुहुन्थ्यो एसपिएल कहिले जानुहुन्छ भनेर। त्यही कारणले गर्दा म आज तपाईको सामना आएको छु। र एसपिएलबाट अफर लेटर पनि आयो सिङलिङबाट योपालि पनि फेरि। अनि मैले धेरै कोसिसहरू गरेँ, मेरो पल्टनबाट छुट्टी माग्नुपर्छ मैले कोसिस गरेँ ड्युटीबाट छुट्टी माग्नु लागि। लास्ट मोमेन्टसम्म भइरहेको थियो, राम्रै भइरहेको थियो, तर लास्ट मोमेन्टमा चाहिँ मेरो छुट्टी मिलेन। त्यही कारणले गर्दा चाहिँ म योपालि एसपिएल आउनु पनि सकिनँ। धेरै दुःख लागिरहेको छ, किनभने फुटबलसँग फुटबल भनेको मेरो लागि बहुत ठुलो कुरो हो। किनभने जे पनि छु आजको दिनमा म फुटबलले गर्दा नै छु। बाँकी मेरोमा केही त्यस्तो ट्यालेन्टहरू पनि छैन, फुटबल खालि म खेल्न सक्छु। त्यसले गर्दा तपाईहरूले चिन्नुहुन्छ मलाई। आजको दिनमा मैले जे पनि जब गर्छु त्यो फुटबलले गर्दा खालि भएको। त्यही कारण त्यसलाई म धेरै मिस गर्दैछु क्या त। किनभने मैले अस्ति पनि भनेको थिएँ एउटा ब्लगमा, मेरो सबैभन्दा मनपर्ने चिजै त्यो भएको। म यति लाग्दो एडिक्सन भएको छु त्यसमा, त्यो बिना म केही कुरो गर्नु पनि सक्दिनँ। त्यस्तो भइरहेको छ होइन, त्यस्तो हुन्छ फुटबलले गर्दा। तर तपाईँहरूको कमेन्ट्सहरू पठाइरहनु भएको थियो त्यो एसपिएलको विषयमा, त्यही कारणले म आज तपाईँलाई सेयर गर्न आएको। मेरो लास्ट मोमेन्टमा चाहिँ मेरो छुट्टी मिलेन र त्यही कारणले गर्दा चाहिँ म योपालि चाहिँ म खेल्न सक्दिनँ। लास्ट इयर म एसपिएल खेल्दाखेरि सिङलिङ स्पोर्टिङ क्लबबाट खेलेको थिएँ। उहाँले मलाई एउटा अपर्च्युनिटी दिनुभएको थियो र हामी राम्रो खेल्यो, हामी सबै एउटा टिम भएर खेल्यो र च्याम्पियन पनि भएको थियो हामी। योपालि चाहिँ खेल्नु पाएन र पनि दुःख लागिरहेको छ। तर पनि म थ्याङ्क्स भन्न चाहन्छु कि सिङलिङ स्पोर्टिङ क्लबलाई, मलाई अस्तिको पालि तपाईँले अपर्च्युनिटी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। योपालि पनि तपाईँले अफर लेटर पठाउनु भएको थियो र मैले कोसिस गरेको कारणवश हुन सकेन। जति पनि एसपिएलको प्लेयरहरू हुनुहुन्छ, हाम्रो सिक्किमको, दार्जिलिङको प्लेयरहरूलाई बेस्ट अफ लक भन्न चाहन्छु। र हाम्रो वेस्ट बेङ्गाललाई रिप्रेजेन्ट गर्ने हाम्रो भाइचुङ भाइ, सत्यम, आदर्श भाइ, देवाशिष भाइ, करण, अरू सबैलाई बेस्ट अफ लक। राम्रोसँग प्रुभ गर्नुहोस् होला, तपाईँहरूलाई त विश्वास गरेर बोलाएको छ। राम्रो खेल्नुहोस्, प्रुभ गरेर देखाउनुहोस्। अर्को कुरो, म थ्याङ्क्स टु सिक्किम गभर्मेन्ट, हाम्रो मेन कुरो त हाम्रो सिएम सर पिएस गुले सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कि प्लेयरहरूलाई तपाईँले यति ठुलो अपर्च्युनिटी दिनुभयो, यस्तो ठुलो लिग खेल्ने। तपाईँ बिना केही सम्भवै थिएन, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि मेरो साथी निर्मल, सन्जु, विकास, रबिन अनि निमसिरिङलाई धेरै धन्यवाद। तपाईँले यति ठुलो स्टेप लिएर यस्तो राम्रो लिग गरिदिनु भयो र हाम्रो नयाँ भाइहरूले पनि खेल्ने मौका पायो प्रोफेसनल लिग। उहाँहरूको लागि एउटा दरवाजा खोलिदिनु भयो तपाईँहरूले, एउटा स्टेप बनाइदिनु भयो। उहाँहरूले यहाँ राम्रो खेलेर प्रुभ गर्नु सक्यो भने राम्रो राम्रो क्लबहरू पाउनु सक्छ, इन्डियाको राम्रो राम्रो नाम चलेको क्लबहरू पाउनु सक्छ। र तपाईँलाई धेरै धेरै धन्यवाद त्यसको लागि। अर्को कुरो, म के भन्न चाहन्छु भने म सिङलिङ स्पोर्टिङ क्लबलाई धेरै मिस गर्नेछु। बेस्ट अफ लक, बेस्ट विसेस मेरोबाट। योपालि पनि राम्रोसँग खेल्नुहोस्, राम्रो गर्नुहोस्, अन्त च्याम्पियन जस्तो भएर खेल्नुहोस्। तपाईँहरू एउटा च्याम्पियन टिम हो, च्याम्पियन जस्तो भएर खेल्नुहोस्, प्रुभ गर्नुहोस् र बेस्ट अफ लक। अर्को कुरो चाहिँ म नयाँ यङ जेनेरेसनलाई एक दुई कुरो भन्न चाहन्छु। यस्तो राम्रो अपर्च्युनिटी छ, यस्तो राम्रो लिग हुँदैछ, तपाईँले जसले पनि चान्स पाउनुहुन्छ बेस्ट दिने कोसिस गर्नुहोस् र तपाईँहरूको त्यहाँ राम्रो गर्नुभयो भने तपाईँको फ्युचर ब्राइट छ। धेरैले यो लिगलाई हेरिरहेको हुन्छ र
तपाईँहरूको फुटबलको जर्नी राम्रो हुन्छ, राम्रो खेल्नुभयो भने नाम कमाउनुहुन्छ। त्यसले गर्दा बेस्ट विशेष सबैलाई, अनि राम्रो गर्नुहोला, राम्रो खेल्नुहोला। बेस्ट अफ लक हुन्छ। थ्याङ्क यू।